हेलो गाइज, आज चाहिँ विजय दशमी अनि हामी सबैजना चाहिँ दसैँ मनाउन जाँदैछौँ। हामी नयाँ छौँ होइन, सबैजना दिजूहरूले चाहिँ हामीलाई लिएर जानु हुँदैछ। अनि हाम्रो दुईटा प्यारीहरू हेलो 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 ह्याप्पी दसैँ। लास्टसम्म भ्लग हेर्नु होला। दसैँ मनाउन जाँदैछ सबैजना नेपालीहरू हुनुहुन्छ होइन। यो गाडी आइपुग्यो। ल हामी चाहिँ दसैँ मनाउनलाई जाँदैछौँ। आधी ग्रुप चाहिँ पछाडि हुनुहुन्छ भनेदेखि हामी 3जना 4जना चाहिँ अगाडि छौँ। अगाडि जाँदैछौँ हामी चाहिँ। ल देख्न सक्नुहुन्छ एकदमै रमाइलो गर्नेछौँ। उहाँ गएर पनि डान्सको भिडियो हाल्छु म। अब चाहिँ हाम्रो डेस्टिनेसनमा आइसक्यौँ झर्ना होइन। रमाइलो गरेको भिडियो पनि देखाउँछौँ। पूजा दिदी हेलो पूजु हेलो दिजु। ल हाम्रो दिदीहरू हुनुहुन्छ। उहाँहरू चाहिँ अर्को सलुनको दिदीहरू हुनुहुन्छ। अनि हामी उताबाट चाहिँ कतिजना 3, 4, 5जना जति आएको थियौँ होला। अनि अर्को ट्याक्सीमा पनि हुनुहुन्छ अरूहरू। ल हाम्रो डेस्टिनेसनमा चाहिँ आइसकेको छौँ। मान्छे त कति धेरै सायद यहाँ सबैजना नेपाली नै हुनुहुन्छ होला होइन। अनि सबैजनालाई ह्याप्पी दसैँ है। राति पनि समुद्रका छेउमा आएको छौँ हामी। हेलो दिदी ह्याप्पी दसैँ। ह्याप्पी दसैँ। हाम्रो दिदीहरू यहाँ हुनुहुँदो रहेछ। आइया हो गाइस दिदी। ल सबजना सेल्फी खिच्न व्यस्त हुनुहुन्छ है। अनि खानेकुरा चाहिँ अर्डर गर्नु भएको छ अरे। अनि एकैछिनमा ल्याइदिनुहुन्छ। कति राम्री दिजु कति राम्री। आइजुनु आइजे सक्यौँ हो। कोही खिच्दै हुनुहुन्छ मिनी ब्लग। झर्नु झर्ना पूजा ऊ पनि फेरि भ्लग है। उसको पनि आइडी छ। सबैजनाले फलो गर्नु होला उसलाई पनि। अनि म चाहिँ अगाडिबाट यस्तो देखिएको छु। दिदी कति नै मिठो हावा चलेको है। हावा चलेको कति मिठो। सबैजना राम्री राम्री। वाउ हाम्रो चाहिँ अब सुरु भयो दसैँ पार्टी गाइज। ल सबैजना दिदीहरू लगाइ भइरहेको छ। टिका लाउन जाम सबैजना।
बनाइसक्यो भने बोलूँ ना गाइस ब्लॉग हो क्या ब्लॉग
गीत गीत सक्यो छैन